नमस्कार सबैजनालाई। आज चाहिँ म स्टोरी टेलिङ गर्न गइरहेको छु। अनि मैले चाहिँ स्टोरी टेलिङ गर्दाखेरि चाहिँ नर्मली चाहिँ मैले सुनेको कथाहरू चाहिँ मेरो यहाँ दुईजना भाइहरू आउनुभएको छ, उहाँहरूले सुनाउँछु। अनि त्यसपछि यो कथा चाहिँ मैले दिदी स्कुल पढ्दाखेरि सुनेको कथा हो। त्यही भएर चाहिँ कतिपय कथाहरूको भागहरूमा चाहिँ अर्कै थियो, अर्कै भएको हुन पनि सक्छ, किनकि मैले सुनेको सुनाउँदैछु। त्यही भएर ए टु जेड चाहिँ एज इट इज के थियो, हजुरले के सुन्नुभएको थियो त्यही नहुन पनि सक्छ। त्यही भएर चाहिँ यसलाई चाहिँ म अहिले सुरुमै डिस्क्लेमर गरिदिन चाहन्छु है त। कथा सुरु गरौँ। एका देशमा चाहिँ एउटा राजा र रानी थिए अरे के। अनि त्यसपछि रानीले चाहिँ के अरे बाल्कनीमा बसेर के अरे बत्ती काट्दै थिइन् रे होइन। अनि बत्ती काट्दै गर्दाखेरि चाहिँ उसले चाहिँ त्यो चराको गुड हुन्छ नि, चराको गुडमा चाहिँ चराहरूलाई देखिरहेको थिइन् रे के, सधैँ बत्ती काट्दाखेरि देखिरहेको थिइन् रे। अनि एक दिन चाहिँ अनि त्यो चराको जुन आमा हुन्छ नि, के अरे मम्मी के, ऊ चाहिँ के त्यहाँ नेस्टबाट खसेर चाहिँ उसको चाहिँ डेथ भएछ कि। अनि त्यसपछि डेथ भएछ। त रानीले चाहिँ त्यो हेरिरहेको थिइन्, बत्ती काटिरहेको थिइन्, हेरिरहेको थिइन् कि। अनि त्यसपछि चाहिँ अनि त्यो हेरिरहेको थिइन्। अनि त्यसपछि भोलिपल्ट नि हेरिन्। अनि एक दुई दिन त त्यो जुन ड्याडी हुन्छ नि, चराको ड्याडी के, चराको त्यो ड्याडीले चाहिँ चराको त्यो बच्चाहरूलाई चाहिँ चारो ल्याउँदै खुवाइदिँदै गरेछन् होइन। अनि पछि त अनि अझै अर्को दिन हेर्दा जाँदा चाहिँ के भन्छ, चराले चाहिँ अर्को मम्मी बिहा गरेछ होइन, अर्को मम्मी ल्याएर नेस्टमा राखेछ के। अनि त्यसपछि चाहिँ अनि त्यो नेस्टमा राखेछ। अनि त्यो अर्को मम्मीले चाहिँ कहिले कहिले चाहिँ खाना दिनुहुँदो रहेछ। अनि त्यसपछि अनि त्यो अर्को मम्मीलाई पनि झ्याउला त्यति राम्रो लागेन छ। अनि त्यो अर्को मम्मीहरूले चाहिँ त्यो दुईजना त्यो बेबी थियो नि, त्यसलाई चाहिँ त्यो नेस्टबाटै झारिदिनु भएछ कि। अनि त्यसपछि त्यो तिनीहरू बच्चाहरू मरेछन् कि। अनि त्यो चाहिँ रानीले हेरिराख्नु भएको थियो रहेछ। अनि रानीलाई चाहिँ एकदम चिन्ता लाग्यो कि, नरमाइलो लागेछ कि। अनि त्यसपछि अब म मऱ्यो भने पनि मेरो बच्चाहरूलाई यस्तो हुन्छ होला भनेर एकदम नरमाइलो लागेछ, चिन्ता लागेछ कि। अनि त्यही चिन्ताले चाहिँ रानी प्रतिदिन चिन्ता मान्दै जानुभएछ होइन। अनि त्यसपछि रानी दुब्लाउँदै जानुभएछ कि। तर उहाँलाई चाहिँ के रोग चाहिँ लाग्थेन कि केही पनि। तर त्यसरी अर्को चराको आमा मरेपछि चाहिँ चराको बच्चाहरूले पाएको दुःखहरू देखेर चाहिँ एकदम नरमाइलो लागेछ कि। अनि त्यो एक दिन राजाले चाहिँ आएर सोध्नु भएछ रानीलाई के भयो भनेर के। अनि त्यसपछि रानीले चाहिँ त्यस्तो केही भएको होइन भनेर भन्नुभएको छ। अनि त्यसपछि फेरि राजाले चाहिँ होइन केही त भएछ भनेर भन्नुभएको छ कि। अनि त्यसपछि चाहिँ रानीले चाहिँ होइन मलाई आफू मर्छु कि भन्ने टेन्सन के अरे चिन्ता लाग्यो भनेर भन्छ। अनि त्यसपछि राजाले चाहिँ कहाँ मर्ने, यति सानैमा यति भर्खरको उमेरमा कोही मर्छ, मरिँदैन भनेर। अनि त्यसपछि अनि किन अहिले यसरी मर्ने कुरा गर्यो भने चाहिँ त्यहाँ चरा यसरी खसेर मरेको थियो। अनि त्यसपछि मरेपछि त्यो चराको बच्चाहरूले चाहिँ कति दुःख पायो अर्को आमाले ल्याएपछि चाहिँ भन्यो। अनि त्यसपछि राजाले चाहिँ तिमी टेन्सन नगर, के अरे मैले कहिले अर्को बिहा गर्दिनँ होइन भनेर भन्नुभएको छ कि। अनि त्यसपछि नि रानीलाई चाहिँ चिन्ता लाग्दै गएछ। अनि त्यसपछि चाहिँ रानीको चाहिँ एकचोटि चाहिँ अनि त्यसरी नै अनि डेथ भएछ कि, बढी चिन्ता लिएर। त्यही भएर चिन्ता लिनु चाहिँ हुँदैन है। त्यो केही नराम्रो चिन्ता लाग्यो भने नि सब भन्नुपर्छ घरमा, कि त भने अनि कसैलाई सेयर गर्नुपर्छ कि। अनि चिन्ताले चाहिँ अनि उहाँ डेथ हुनुभएछ। अनि त्यसपछि चाहिँ अब फेरि अब केही समय चाहिँ राजाले बिहे नगरिकन त्यतिकै त्यो दुईजना दाजुभाइ थिए कि, तिनीहरूको नाम चाहिँ शिशिर र बसन्त थियो होइन। शिशिर चाहिँ दाइ थिए, बसन्त चाहिँ भाइ थियो कि। अनि उनीहरूलाई चाहिँ राजाले हुर्काइरहनुहुन्छ। अनि त्यसपछि पछि चाहिँ त्यो राजदरबारको भारद्वारहरूले त्यहाँको मन्त्रीहरूले चाहिँ होइन राजदरबारमा रानी बिना चाहिँ अलि राम्रो भएन भने जस्तो कुरा हुन्छ, सल्लाह हुन्छ। त्यसपछि राजा चाहिँ अर्को बिहा गर्छन् कि। अनि अर्को बिहा गरेपछि फेरि शिशिर र बसन्तको चाहिँ अर्को मम्मी भयो नि त, अर्को मम्मी भयो। अनि त्यसपछि अर्को मम्मी भएपछि सुरुमा चाहिँ उसले शिशिर बसन्तले राम्रै माया पाउँछन्, उनीहरूले खाना पनि पाउँछन् कि। अनि त्यसपछि अनि जब फेरि अब नयाँ रानी हुनुहुन्छ नि, नयाँ रानीकोबाट बच्चा जन्मिसकेपछि चाहिँ अनि फेरि शिशिर बसन्तलाई अलि त्यति धेरै केयर नभए जस्तो हुन्छ होइन, माया नपाए जस्तो हुन्छ नि। एक दिन चाहिँ शिशिर बसन्त चाहिँ फुटबल खेलिरहेको हुन्छ। अनि त्यो फुटबल चाहिँ रानी भतिर आउँछ कि, रानी भतिर आउँछ। अनि त्यसपछि रानीले चाहिँ त्यो बल चाहिँ बसन्तले माग्दाखेरि दिनुहुन्न कि। बसन्तले माग्छ बल दिनु, हामीले झुकेर बल आयो यहाँ, हामी खेलिरहेको थियौँ, बल दिनु भन्छन्। अनि त्यसपछि त्यही पनि रानीले दिनुहुन्न। अनि शिशिरले चाहिँ अनि त्यसपछि आएर रानीको हातबाट भएको बल चाहिँ खोसेर लग्छ कि। अनि त्यसपछि लग्छ। अनि त्यसपछि रानीलाई चाहिँ एकदम बिग्रिन्छ कि, उसले मेकअप गरेर हुन्छन्। अनि त्यसपछि मेकअप पनि लतपताएर अनि त्यसपछि कपाल झिराङ पारेर चाहिँ अनि एकदम निराश भएर ढोका लक गरेर बसिन् कि। अनि त्यसपछि चाहिँ बेलुका राजा आउनुहुन्छ होइन,
राजा आएपछि रानीलाई भन्नुहुन्छ के भएको, किन ढोका नखोलेको भन्नुहुन्छ। त्यसपछि चाहिँ रानीले चाहिँ शिशिर र बसन्तले चाहिँ मलाई यसरी हाने, अनि त्यसपछि मलाई एकदम कपालले लुसुटाइदिए, म त यिनीहरूसँग चाहिँ बस्न सक्दिनँ भनेर चाहिँ रानीले चाहिँ भन्नुभएको छ क्या। अनि राजा चाहिँ रिस उठेको छ, किन त्यति सानो मान्छेले ठुलो मान्छेले त्यसरी गरेको, कपाल लुट्ने त्यस्तो गर्नुहुन्छ भनेर भन्नुभएको छ। अनि त्यसपछि के सजाय दिनु भन भन्नुभएको छ होइन। अनि रानीले चाहिँ यिनीहरूलाई चाहिँ जङ्गलमा छोडेर अनि यिनीहरूको मासु लिएर आउनु भनेर चाहिँ भनिदिन्छन् कि त्यो सानो बच्चाहरूको शिशिर र बसन्तको त्यस्तो भनिदिन्छन्। अनि त्यसपछि चाहिँ अब त्यहाँको भावदार कामदारहरू हुन्छ नि त, उनीहरूलाई चाहिँ पठाउनुहुन्छ कि जङ्गलमा। अनि तिनीहरूलाई चाहिँ एकदम मनै लाग्दैन त्यति सानो मान्छेलाई कसरी मारेर गर्ने भनेर चाहिँ मन मान्दैन। तिनीहरूलाई जङ्गलमै छोडेर अरू मृगहरूको चाहिँ मासुहरू चाहिँ लिएर चाहिँ के अरे त्यो फर्किन्छन् कि। अनि तिनीहरू दुइटा दाजुभाइ चाहिँ जङ्गलमा एक्लै भइरहेको हुन्छन् होइन। अनि त्यसपछि चाहिँ अब राति जाडो हुन्छ नि त जङ्गलमा। अनि त्यसपछि चाहिँ अब आगो बाल्नु पऱ्यो भन्दाखेरि नि आगो हुँदैन। अनि त्यसपछि चाहिँ बसन्तले चाहिँ शिशिरलाई भाइ म चाहिँ आगो खोज्न जान्छु भनेर चाहिँ बसन्तलाई चाहिँ एक्लै जङ्गलमा छोडेर गइदिन्छन् कि। अनि शिशिर आगो खोज्न जान्छन् तर आगो भेट्दैनन् कि। आगो भेट्दैनन्, त्यो आगो खोज्दा त्यो जङ्गलै पार गरेर अर्कै गाउँमा जान्छन् कि। अर्को गाउँमा जान्छन्। अनि त्यसपछि चाहिँ अर्को गाउँमा जाँदाखेरि चाहिँ त्यहाँ त्यो गाउँमा चाहिँ फेरि यस्तो राजा चाहिँ दिन प्रतिदिन फेरिरहेको हुँदो रहेछ कि। अनि त्यसपछि त्यहाँ को राजा बन्ने भन्ने जस्तो कुरा भइरहेको रहेछ। अनि त्यहाँको मान्छेहरूले चाहिँ शिशिर हुन्छ नि, शिशिरलाई लगेर राजा बनाइदिएछन् कि। प्रत्येक दिन राजा मरेपछि त अब राजा चाहियो नि त नयाँ। अनि शिशिरलाई लगेर राजा बनाइदिएछन्। अनि त्यसपछि चाहिँ अनि शिशिर रानी पनि एकदम राम्रो थिइन् के, राम्रो हुन्थ्यो। अनि त्यसपछि चाहिँ शिशिर चाहिँ अनि अब कहाँ जङ्गलमा भर्खर थियो, अहिले राजा बन्यो नि त एकैचोटि। अनि त्यसपछि उसले हल्ला हुल्लीमा थाहा नै पाएको थियो कि यहाँको राजाहरू चाहिँ एक दिन मर्छ अरे भनेर थाहा पाइरहेको थियो। अनि उसलाई पनि थाहा थियो नि त आफू राजा भइरहेको छ। अनि त्यसपछि ऊ रानीसँग गफ गर्दै बसिरहेको हुन्छ होइन। त्यो राति दिउँसोसम्म चाहिँ केही नहुने, अनि राति जब हुन्छ नि अनि त्यसपछि चाहिँ राजा मर्थ्यो कि प्रत्येक दिन। अनि त्यो दिन नै दिउँसो भयो, अब दिउँसो बस्यो, अब राति अब शिशिर त्यही रानीभट्टै हुन्छ कि। अनि त्यसपछि ऊ एकछिन गफ गर्छ, त्यो गफ गर्दा त रानी निदाउनुहुन्छ होइन। अनि शिशिरलाई चाहिँ अनि तरबार पनि त्यही राखेको हुन्छ कि, उसले अब तरबार लिएर बसेको हुन्छ। अनि त्यसपछि अनि अब उसलाई फेरि अब निन्द्रा लाग्दैन कि, भाइलाई जङ्गलमा छोडेर आएको छु एक्लै होइन। अनि त्यसपछि ला भाइले खोजिरहेको होला भन्ने जस्तो लाग्छ। अनि म त यता राजा पो भएँ जङ्गलमा फेरि आगो खोज्न आएको भन्ने जस्तो लाग्छ। अनि त्यसपछि चाहिँ अनि उसले चाहिँ अनि रानीको हुन्छ नि नाकबाट एउटा त्यो धागो जस्तो आएको देख्छ कि, धागो जस्तो आएको देख्छ। अनि त्यसपछि अलिअलि सबै निस्किसकेपछि त्यो चाहिँ के हुन्छ, नाग हुन्छ कि, सर्प हुन्छ कि। अनि त्यसपछि चाहिँ उसले चाहिँ यो सर्पले टोकेर सधैँ राजाहरू मर्दिरहेछ भनेर चाहिँ तरबारले चाहिँ त्यो सर्पलाई मारिदिन्छ कि। अनि त्यसपछि भोलिपल्टसम्म चाहिँ ऊ जिउँदै रहन्छ। अनि त्यहाँ मान्छेहरू चाहिँ बाहिर हुन्छ नि, त्यहाँको भारदारहरू त्यहाँको जनताहरूले चाहिँ ला फेरि राजा मऱ्यो भनेर चाहिँ हुन्छ नि, त्यो मान्छे मरेपछि ल्याउने काठहरू बोक्नको लागि लिएर रेडी भएर आउँछन् कि। अब यसलाई पनि लानु पऱ्यो भन्ने चाहिँ हुन्छ नि त, सधैँ त्यस्तो भइरहेको। अनि आज पनि त्यस्तै हुन्छ होला भन्ने जस्तो भयो। अनि त्यसपछि चाहिँ तर अनि त्यो ढोका ढक गर्दाखेरि चाहिँ राजा चाहिँ त्यो फेरि शिशिर निस्किन्छ क्या बाहिर। अनि तिनीहरू चाहिँ दङ्ग पर्छन्। अनि त्यसपछि ल राजा त्यसपालि त आज त जिउँदै हुनुहुँदैछ भन्ने हुन्छ होइन। अनि त्यसपछि चाहिँ ऊ राजा भन्छ त्यसपछि त्यहाँको। अनि त्यसपछि चाहिँ राजा त्यसरी दिन प्रतिदिन मर्ने हुँदैन कि, कारण चाहिँ रानीको नाकबाट के अरे धागो जस्तो एउटा सर्प आएर चाहिँ राजालाई ठुङ्गेर राजालाई मारिदिँदो रहेछ क्या। तर शिशिरले चाहिँ त्यो राजाको त्यो के अरे त्यो सर्पलाई चाहिँ मारिदिन्छन्। अनि त्यसपछि चाहिँ ऊ राजा भन्छन् होइन। अनि त्यसपछि बसन्त पनि दाइ कहिले आउनुहुन्छ भन्दै कुरिएर बसिरहेको हुन्छ नि त, दाइ नै आउनु भएन। अनि त्यसपछि ऊ पनि दाइलाई खोज्ने भनेर निस्किन्छ कि। निस्किँदा ऊ पनि अर्कै गाउँमा जान्छ, अर्कै गाउँमा पुग्छ कि, जङ्गल बाहिर पुग्छ। अनि त्यहाँको एउटा पसलमा चाहिँ उसले त्यहाँ काम गर्न थाल्छ कि। अनि ऊ पसलमा काम गर्न थालिसकेपछि त्यो पसलमा एकदम बिक्री पनि हुन्छ होइन। अनि त्यहाँको साउ हुन्छ नि त्यो पनि कति धनी हुन्छ कि। अनि धनी हुन्छ। अनि त्यसपछि बिस्तारै त्यो साउलाई चाहिँ एकदम अलिक घमण्ड टाइपको लोभ जस्तो लाग्छ कि, व्यापार राम्रै भइरहेछ, मैले किन यसलाई बसन्तलाई त्यत्तिकै राखेर खाना खुवाइराख्ने भनेर उसले चाहिँ हटाउन खोजिरहेको हुन्छ कि, बसन्तलाई हटाउन खोज्छ कि। अनि एक दिन चाहिँ अब बसन्त त्यहाँबाट हटेर अनि फेरि त्यो जङ्गल जस्तै गएको हुन्छ होइन। अनि त्यहाँको एउटा राजा आउँछ कि। राजालाई चाहिँ अनि उसले शिशिर बसन्तको कथा भन्छ कि, आफ्नो दाइको र आफ्नो कथा भन्छ। अनि राजालाई चाहिँ एकदम राम्रो लाग्छ। उसले चाहिँ त्यो बसन्तलाई पनि राजदरबारमा आफ्नो दरबारमा लान्छ। दरबारमा लैसकेपछि चाहिँ अनि उसको छोरी हुन्छ नि त, राजाको छोरी चाहिँ उसलाई बिहा गरिदिन्छ क्या बसन्तलाई। अनि त्यसपछि बसन्तले चाहिँ अब म चाहिँ काम गर्थेँ, म जानुपर्छ भनेर चाहिँ अनि त्यसपछि त्यो राजकुमारी हुन्छ नि बुढीलाई लिएर चाहिँ उसले जान्छ। त्यहाँको राजाले चाहिँ उसलाई
पुरै सम्पत्तिहरू सुनहरू होइन सोनाहरू हिराहरू पुरै ज्वेलरीहरू दिएर पठाउनुहुन्छ कि अनि त्यसपछि उसले बसन्तले चाहिँ होइन यो के अरे साउको ठाउँमा यो राख्ने ठाउँ पनि छैन भनेर जसले लिएर आएको थियो नि त्यहीलाई तिमीहरूको लागि भयो भने छोडिदिन्छ क्या। अनि रानी एकदम बसन्तको जुन राजकुमारी हुनुहुन्थ्यो नि बुढी कि ऊ चाहिँ एकदम रानी राम्री थिइन् कि अनि त्यो पसलमा जब बसी नि त्यहाँको बुढोलाई चाहिँ अलि के लाग्यो भन्दा अलि त्यो जुन साउ थियो नि उसलाई चाहिँ अलि लोभ लाग्यो कि अनि त्यो राम्रो केटी चाहिँ आफै राख्ने भनेर चाहिँ त्यो बसन्तलाई चाहिँ एउटा षड्यन्त्र गरेर बसन्तलाई चाहिँ बोरामा के अरे बोरामा बाँधेर चाहिँ त्यो फालिदिने प्लान बनाउँछ कि त्यो खोलामा फालिदिने प्लान बनाउँछ कि अनि उसले खोलामा फालिदिन्छ पनि खोलामा फालिदिन्छ अनि त्यसपछि बसन्त चाहिँ खोलामा बगिरहेको हुन्छ कि अनि त्यसपछि उसले चाहिँ त्यो थियो नि त्यो पसलेले चाहिँ त्यो रानी त्यो राम्री केटीलाई चाहिँ त्यो शिशिर भएको ठाउँमा लिएर जान्छ क्या त्यो दाई थियो नि राजा त्यो भएको ठाउँमा लान्छ। अनि त्यसपछि उसले चाहिँ अब त्यति राम्रो राजकुमारी दिइसकेपछि चाहिँ राजाले झन् पैसा दिनुहुन्छ भनेर अलि त्यो धेरै धनी बन्ने लोभ गरेको उसले पनि। अनि त्यसपछि चाहिँ अनि उसले चाहिँ ल अनि उसले पैसा पनि दिएर त्यो साउलाई पठाउँछ। अनि त्यसपछि राजकुमारी त्यो हुन्थ्यो नि त्यसलाई चाहिँ त्यहाँ राख्छ। अनि फेरि शिशिरको बिहा भइसकेको थियो कि बिहा भइसकेको थियो रानी त थियो नि त त्यो जुन रानी थियो त्यो सर्पा हानेको त त्यो शिशिरको बुढी हो नि त। अनि अब अर्को फेरि बिहा गर्न त उसलाई मिलेन यति राम्रो थियो। अनि उसले चाहिँ शिशिरले चाहिँ अब होइन यो उसलाई चाहिँ मेरो भाइलाई बिहा गरिदिने गर्छु भनेर चाहिँ त्यहाँको भादरहरूलाई चाहिँ गाउँभरि या सहरभरि जहाँबाट पनि कसले शिशिर बसन्तको कथा भन्न सक्छ नि उसलाई खोजेर ल्याऊ भन्छ क्या। अनि तिनीहरू फेरि जान्छन्। अनि त्यसपछि जङ्गलमा जाँदाखेरि चाहिँ अनि उसले ट्याक्क बसन्तलाई भेट्छन्। अनि बसन्तले चाहिँ होइन मैले शिशिर बसन्तको कथा भन्न सक्छु भनेर भन्छ क्या। अनि बसन्तलाई फेरि त्यही दाइकै दरबारमा पुऱ्याइदिन्छन् कि। अनि बसन्तले चाहिँ चिन्छ नि त तर शिशिरले चाहिँ बसन्तलाई अलिक चिन्दैन कि बसन्त चाहिँ अलि गरिब जस्तो खानु अलिक दुब्लाको हुन्छ फोहोर पर्ला लगाएको हुन्छ नि त। अनि त्यसपछि बसन्तले चाहिँ म शिशिर बसन्तको कथा भन्छु तर तपाईँ रुन पाउनु है भन्छ क्या होइन। अनि तिमी नचल न कथा राम्रो छैन राम्रो लागेन तिमीलाई राम्रो लागिरहेको छ तिमी सुन न। अनि त्यसपछि चाहिँ अनि के भयो अरे अहिले के भइरहेछ बसन्त गरिब थियो। अनि उसकै दाइको दरबारमा गएर उसले चाहिँ के गर्न खोज्यो अरे कथा सुनाउँदै थियो आफ्नो दाजुभाइको होइन हो कि होइन। अनि त्यसपछि चाहिँ अब उसले भन्छ कि अब हजुर चाहिँ रुन पाउनु है भन्छ होइन। अनि हुन्छ भनेर भन्छन्। अनि त्यसपछि अनि उसले भन्दै जान्छ कि भन्दै गएपछि जब चाहिँ अब दाई चाहिँ के अरे आगो जस्तो आगो खोज्न गएको दाई चाहिँ फर्किनु भएन भन्ने जस्तो सुनाउन खोज्छ नि। त्यसपछि राजालाई चाहिँ आँखाबाट आँसु आउँछ कि दाई हो नि त उ त। अनि त्यसपछि होइन नरुनु भनेको होइन नरुनु म अझै भन्नु कि हजुर रुनु भने त म अरू भन्नै सक्दिनँ भन्छ कि। अनि उ रुँदैन। अनि फेरि भन्छ अनि उसले चाहिँ एउटा पसलमा गएको पसलले चाहिँ काममा राखेको होइन। अनि त्यसपछि उसले चाहिँ एउटा राजाले चाहिँ शिशिर बसन्तको कथा सुनाउँदाखेरि चाहिँ राम्रो मानेर राजकुमारीलाई बिहा गरिदिएको। अनि त्यसपछि राजकुमारीलाई त्यहाँको साउले लगेर अनि फेरि आफूलाई के अरे बोरामा हालेर फ्याँकिदिएको भनिसकेपछि चाहिँ फेरि उसलाई एकदम रुन मन लाग्छ कि शिशिर दाइलाई म यता यसरी बसेँ भाइ चाहिँ यति दुःख पाएछ भनेर उसलाई रुन मन लाग्छ कि। अनि त्यसपछि फेरि होइन नरुनु भनेर भन्छ होइन बसन्तले। अनि फेरि उसले चाहिँ अझै कथा कन्टिन्यू गर भनेर कन्टिन्यू गर्दै जान्छ कि। अनि कन्टिन्यू गर्दै जाँदाखेरि चाहिँ अनि यसरी अनि फेरि मलाई साउले के अरे झोलामा बोरामा फ्याँक्थ्यो। अनि त्यसपछि म चाहिँ जङ्गलमा थिएँ। अनि एकजनाले चाहिँ शिशिर बसन्तको कथा सुनाउने को छ भनेर सोधेर चाहिँ उहाँले चाहिँ त्यहाँ अनि त्यसपछि अनि बसन्त चाहिँ त्यही शिशिर बसन्तको कथा सुनाउन चाहिँ दरबारमा आयो भनेर उसले आफू आएको कुरो ट्याक्क भन्छ कि। अनि त्यसपछि दाइले चाहिँ एकदम दाइले थाहा पाउँछ यो त मेरै भाइ रहेछ नि थाहा पाउँछ कि। अनि थाहा पाइसकेपछि चाहिँ अनि उसले अनि अँगालो हाल्छ अनि भाइ भन्छ। अनि त्यसपछि तिनीहरू हाल्छ। अनि त्यसपछि चाहिँ त्यो अनि यसरी चाहिँ कथा चाहिँ इन्ड हुन्छ। कथा राम्रो लाग्यो सुनेको थियौ पहिला तिमीले सुनेको थियौ अरूलाई नि सुनाऊ ल राम्रो छ। तिमीले सुनेको थियौ सुनेको ल राम्रो लाग्यो हस् धन्यवाद।